हेलो नमस्ते सबैजनालाई। आज पनि चाहिँ नयाँ ब्लग स्टार्ट गर्दैछु है, मेरो नयाँ पेजमा। यो चाहिँ फर्स्ट ब्लग हो होइन। सबैजनाले यो पेजलाई पनि सपोर्ट गरिदिनु होला है त साथीहरू। आज चाहिँ होइन साथीहरू, कोलगेट सकेर चाहिँ नानीको अलिकति लगाइदिएको कि आम्मामा लोबिनी मेरो चाहिँ भक्कु साबुनहरू पनि चलाउँछ कि, अन्त उसको कोलगेट लगाउँदाखेरि चाहिँ एकदम टक्क फुल्लेर बसिरहेको छ। यस्तो छ है यो लोबिनी। अर्काको चाहिँ लोभ नगरौँ, आफ्नो मात्रै लोभ गरौँ भन्छ अहिले। कस्तो छ साथीहरू, यहाँ हेर्नुहोस् है, यस्तो चाहिँ लोबिनी कलर। ब्रस पनि नगरिकन रिसले उभिरहेछ। अनियनले दुई अब निकालिराखेर सानो भएको माथि हेर त मिटको ठाउँ छ। मामालाई दियो भने चाहिँ अहिले भने चाहिँ बुनेर म चाहिँ वास गर्दैछु होइन साथीहरू। अनि बुने चाहिँ मसँग रिसाइरहेको छ, लोबिनी बोजू ढाल्ने बोजू लोबिनी। अनि मेरो चाहिँ हिजो दिनभरि साबुन तिमीले सकिदेऊ है, भ्यायो। अहिले चाहिँ उसको एउटा कोलगेट, यस्तो कोलगेट अलिकति लगाइदिएको कि कोलगेटै थियो, तर कुकुरले कहाँ पुऱ्याइदियो उडाइदिएछ होइन। दाँत त मोल्नु पऱ्यो। अनि अलिकति उसको बाउले मलाई दिएर लगाएको, तमास फुलेर। यस्तै दिनभरिको ब्लग हेर्नुलाई हामीलाई फलो गर्नु होला, हामी फुबु भदैनीलाई होइन। झगडा परेकोहरू हेर्नु लागि चाहिँ दिनभरि आज कस्तो कस्तो गर्छौँ, के गर्छौँ हामी फुबु भदैनी हजुरहरूलाई देखाउनेछौँ है भन्नु है। देखाउँदैनौ फुलिरहेको भने चाहिँ बुन्नु पुरा मसँग मिलिसकेको छ एकैछिन होइन। मलाई साबुन पनि लाउनु ला भन्दैछ, अहिले त खुसी भयो। अन्त उसले फुबु मेरो साबुन ल उसकै साबुनले धुँदैछ हौ। बुनु म तिम्रो साबुन लाउनु लोभ गर्दैनौ ल म धोइदिन्छु बक्का। चाहिँ यसले लुकाएको थिएछ नि त कोलगेट चाहिँ। मैले होइन त्यहाँ हाइट सानो भएर नदेखेको। कहाँ थियो भन्नु त? यहाँ थियो, तपाईँले हाइट सानो भएर नदेखेको। मेरो छोराले चाहिँ ब्रस गर्दैछ। बेलुका त भाँडा कुरा थुपारेर सुतेको थियो। पुर्को रहेछ लु र तपाईँ यत्रो पुर्को हामी यत्रो पुर्को छोरा म त खै उभि त छोरा त कत्रो अक्लो भइसकेको छ। आमा त नानीको हाइटमा पुर्के भएर नदेखेको अरे। यस्तो चिसो छ कि बाफ्रे चिसो चाहिँ ला हो। मैले भन्दै थिएँ नि यो लुगामा के को रातो सबै लागेछ नि कि के हो, मेरो आँखा यस्तो हो कि ला कुन चाहिँ लुगाबाट चाहिँ लाग्यो। सेतो त रातो रातो भइगएछ त। नौ कस्तो खालको रहेछ हौ यो त। बाबालाई चिया तताइदिँदैछु म चाहिँ होइन। मोमो चाहिँ ठुल्ठुलो बनायो नि त लास्ट लास्टमा चाहिँ। नानीले डल्लै खाइदिएछ। राति उठेर चिसो खुट्टा बनाएर आयो कि के गर्यो भनेको त मोमो पो राति खाएर आएछ, चिसो मोमो। ला के हुँदैछ बाउ छोरी फेरि बाध्दैछ क्या हौ। चाहिँ मैले बर्थडे गिफ्ट दिएको नानीलाई। जुत्तैसँग सुत्ने मान्छे चाहिँ हो है। जुत्तासँग चाहिँ सुतेन होला, उहाँ सुकिरहेको छ विचार जुत्ता। मेरो बाबालाई चिया दिँदैछु। मेरो बाबासँग जिउ दुख्यो अरे, सिरक गरम भएर। ब्ल्याङ्केट मात्रै ओर्नु नि त अन्त। खानु लु खाएर सुत्नु ल। गुड मर्निङ भन्नु। गुड मर्निङ। म चाहिँ चिया खाएको है, पिएको है भन्नु। बाबाको तातो छ नि, तातो खानुपर्छ। त्यहाँदेखि सुत्नु फेरि ल। पूजा गरेर यसरी सबैलाई टिका लगाइदिएर चाहिँ आशीर्वाद लिन्छ जहिले पनि। एकछिन पर्खाइ ल होइन। ढक भन्नु न अब। भाग्य मान्यो भने मेरो छोरा होइन बिहान बिहानै सबैलाई टिका लगाइदिन्छ कि, अन्त गाईलाई पनि लगाइदिन्छ। हेर्नु लानु होला भित्र चाहिँ डेडीले चाहिँ त्यहाँ गाई दिएर होइन दुधहरू भर्नुहुन्छ नि त, त्यहीँनिर पकाउँछ नि त, दुध पानीहरू तताउँछ त्यहाँनिर चाहिँ। भित्र र बाहिर लाउनु हुँदैन भाइ।
गाईलाई लगाएर ढोक्छ गाईले बिहानै चियाउँदैछस् त्यहाँबाट बुन्नुलाई गरेको यहाँ बुनुले हेर्दैछ कस्तो ज्ञानी छ मेरो छोरा त पुइ त्यसरी लगाइदिन्छ ठ्याप्पै लगाइदिइराख्यो हान्छ त्यसले यहाँ बाबे नातिनी डेडीले चाहिँ जुङ्गामा कालो लगाएर डरै लाग्दो लुगा छैन मेरो डेडीलाई पो उसले डेडी भन्छ लाज शरम छैन ग्रान्डफादर हिजो दिँदै गर्नु ला त्यस्तो नगर्नु त पेन्डिङ भएको दिने पैसा हराए रे दशकरा हराएको दशकरा अब अर्को घरमा मोमो दिनु छ भने चाहिँ नदिनु है ठ्याक्कै नदिनु अगाउँदैन अलिअलि रातभरि खाएर पनि अहिले पनि यो यति उब्रेको छ यो चाहिँ फ्राई गरिदिनु अरे फेरि च्याउँछस् च्याउँदैछ फ्राई गरिदिनु भने फ्राई गरिदिनु आँटेको छु त्यसलाई मोमो होइन दिनु पऱ्यो के गर्नु खान्छु भन्छ चाहिँ होइन रस मिठाई बनाएको थियो नि त लास्टमा चाहिँ एउटा उब्रेछ बाबालाई चाहिँ दिएको थिइनँ नानीहरूले सबै खाइदिएछ बुहारीलाई राखिदिएको पनि खाइदिएछ हो अन्त बाबालाई एउटा उब्रेछ अन्त म फेरि बनाएर दिन्छु भनेर चाहिँ अब बाबालाई चाहिँ खुवाइदिन्छु लिनु हो नानीको बर्थडेले गर्दाखेरि चाहिँ मैले बनाएको थिएँ यता चाहिँ छ बिमारी भएर बिचरा एकरास भाँडा मोलिरहेछ म अब फेरि म पर घर जानु पो पर्छ त हौ एकछिन त घरको हालत क्या हो गया है मेरा फुल क्या हो गया है म त माइतमा सेटल भइसकिसकेँ यहाँ आफ्नो खर्च सबै बिर्सिसकेँ मैले होइन यहाँ माइतमा बसिरहेको छु बाबालाई चाहिँ यहाँ घाम ताप्नु हुँदैछ होइन बढाल्दै छैन तर सेतै धुलो उडेर चाहिँ आछि भिडियो देखायो कि त त्यसो गरिहाल्छ नि त नाटक देखाइहाल्छ फेरि हो यत्रो तन्देरी होइन सानो जस्तै सुन्तला बोकेर आइस एकछिन पाक्नु आँट्यो सब्जीहरू त भयो भात मात्रै लास्टमा छ डेडीले चाहिँ जुङ्गामा कालो दलेर देखाइदिनु त हेर्नु नि आयो झ्या बाबालाई सोध्छ बाबै को हो चिन्नु भयो को रहेछ ए कान्छो छोरा त चिन्ने रहेछ त म को छोरी परे को छोरी नभन्नु बाठी भयो कसको छोरी हो म कसको छोरी हो म कसको छोरी हो को नि ला नातिनी यहाँ बोकेको बिर्सिनु भयो मेरो छोरी होइन मेरो ठुलो छोरी बाख्रा चराउनु जाँदा यहाँ बोकेको आइसेलु खाएको बिर्स्यो बाबेको मुख राम्रो धुनु भएको छैन रहेछ 2 दिन त त्यति चिसो हातले होइन होइन यो अघि धुनु हुँदै थियो नि त आफै साबुन लगाएर त्यतिकै छोड्यो कि क्या हो चिप्लो त छैन उयो चाया उठेको उयो ल्याइदिनु पर्ने रहेछ बडी लोसन अस्ति ल्याइदिउँ हामी बिर्सिहाल्दो रहेछ पर छ मेरोमा छैन त एउटा दिइराख्नु पऱ्यो चिसो पानीले नुहाउँ ल नुहाउँ न चिसोले नुहाउनुपर्छ बुढा मान्छे के हो जाडो कसै फेरि सुन्तला खोइ बुहारी कहाँ गयो आमा बुहारी नानी खोइ माइजू ए उता रहेछ बुहारी नानी पो भन्दैछ पुनुले बुहारी नानी चाहिँ यहाँ के गर्दैछ भने पानी भर्दो रहेछ यहाँ चाहिँ छ हाम्रो बाख्रा मालिक चाहिँ होइन मालिकको नाति चाहिँ हो बाख्राको मालिकको नाति बाख्राको मालिक त अस्ति बाख्रा त चितुवालाई खुवाइहालेछ मालिकले त साथीहरू अब चाहिँ हाम्रो खाना खाने बेला भयो भुपु बधाई अरूले चाहिँ खाइसक्नु भएको थियो अघि होइन अब हाम्रो चाहिँ आजको भ्लगमा चाहिँ खाना खाने भयो दिनभरिको ए हुन्छ ढोक्नु हामी चाहिँ खाना खाइहाल्यौँ इस्कुसको सब्जी छ अचार छ होइन मेरो दाल छ दाल यहाँनिर पहिली दाल छ अन्त यहाँ चाहिँ डल्ले खोर्सानी साथीहरू हामी चाहिँ खाइल हुन्छ मिठो भाइ बुझ्नु भन हौ
मलाई चाहिँ यसरी इस्कुस होइन यसो छर्की काटेर पकाएको पुरा मन पर्छ सिम्पल खाना घिउ भात दुध चिया खाँदैछु दामी दामी टेस्टी टेस्टी भयो खाँदैछ हामी बिस्तारै खाऊ न बुबु भोक लाग्छ पो बिस्तारै बिस्तारै खाऊ न किन हौ त्यसै तिमी बिस्तारै खाऊ न म छिटो खानु बिहार ल त्यहाँ माम जस्तो देख्यो होला कि ओइ बिली के चियाको ऊ हेर्दैछ त्यसले कहाँ गयो हेर्दैछ हामीलाई त देखेर ल खानेकुरा देखेर बिरालोले अरे के गरेको चियाको उइ बिली साथीहरू बिलीले पछि आउँदैछ देखेँ होइन उसलाई आफूलाई देखेछ कि यसो यसो आफूलाई त नै हामीले यहाँ खाना ऊ हेरेर फेरि के गरेको आफ्नै अनुहार देखेछ कि आफै यहाँ गर्दैछ फेरि आयो अब अब होस् मिठो भयो माम के भएन साथीहरू मिलीले चाहिँ यसो होइन गाडीको लागि सानो नानी सानो बच्चाले बाख्रा छैन अझै आयो खानेको लागि बेली आयो खानु खानासाना खाइसकेर अब यहाँ भाँडा धुनु आँटेको छु होइन सिङ्गापुरमा पनि यस्तै काम गरेर आया है घर पे भी यही काम गर्नु पर्छ है फरक कितना है उधर सैलरी मिलता था अब यहाँ पर कुछ भी नहीं मिलता भन्नुभएको छैन सैलरी पाउँछ अरूकोमा काम गर्दा यहाँ फोन राखेर बाटो मोल्नु पऱ्यो खोइ ला हो फेरि फोन त क्या हो गया हो खाना मोल्दी छु खाना खाएर के गर्नु भाग्य यस्तै थियो भनेर बुझाउँछु क्या हाम्रो चाहिँ यसरी बाहिर धुन्छ नि त भित्र छैन नि त धुने घाम ताप्दै ढाड सेकाउँदै घाममा सेकाउँदै भाँडा धुँदैछ साथीहरू म चाहिँ होइन खाना खाइसकेर त्यहाँदेखि म चाहिँ अहिले चाहिँ मम्मीहरूको घरमा छु अब मेरो घर जान्छु 2 दिन भइसक्यो घर नगएको अब चाहिँ घर जानुपर्छ यहाँ बसेर 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 पर घर चाहिँ बेहाल हो रहा है के गर्नु बिरामा बुझ्दैन म
मोटाइछु क्या हो मोटाइछु घरमा आएर सम्झेकै छ यो मनले तिमीलाई तिमीले झन्डै फुट्यो अरे माछा ड्यामेज पर्छु होला हो तिरै साथीहरू हामी चाहिँ भाडा धुइसकेर बुनुको कपाल कोटिँदैछु हामी चाहिँ बुनुकोलाई राम्ररी बनाएर चाहिँ कहाँ जाने अरे बुनु भन्दै त साथीहरूलाई साथीलाई जस्तो लिँदा नगर्नु फुपूलाई त बोल्नु नगर्नु न त नबोल्नु न अरे मैले कहाँ लट्टा पारेँ कोटिँदैछु फुपू हजुर नदुखाउनु न यहाँ साथीहरूले हेर्दै चाहिँ लाज हुन्छ है भन्यो साथीहरूलाई फुपूले दुखाइदिनु भयो भनेर साथीहरू फुपूले दुखाइदिनु भयो भनेर सुन्नु त पछ्याएर रुन्छ छिटो जुत्ता लगाऊ छिटो लगाऊ न निन्द्रा आइरहेको छ कि त्यो भएको त सुतौँ ल जाने कि नजाने जाने कि नजाने भन्नु रुने लु लगाऊ छिटो छिटो ढिलो भयो रात पर्यो लसुन पुर्की अरे नि त बडाले के भन्नु म चाहिँ गएको है छिटो पर्खिन्छु पर्खिन्छ हौ के साह्रो हामी चाहिँ जाँदैछ फुपूको घर भन न बुनुले चाहिँ मलाई पछ्यायो नि त होइन यहाँनिर काम सक्यो काम सकेको थियो कि लुगा उयो गरिराखेर चाहिँ धुनु हालिराखेर चाहिँ म चाहिँ मेरो घर जाँदैछु 2-3 दिन भयो नि त गएको कस्तो दामी देखेको समुद्र लरी फुलेछ पारि हाम्रो घरमा होइन आजको भ्लग चाहिँ यसरी नै बित्यो दिनहरू होइन आजको दिन रमाइलो दिन चाहिँ जाँदैछु हामी डाँडा घर भन्छौँ न अहिले चाहिँ मेरो छोटा सा घरमा आइपुगेको छु अन्त बुनु र म चाहिँ यहाँनिर कति दिन भएको थियो नि त फुलमा पानी नहालेको अन्त आँगनहरू नसोरेको होइन अन्त हामी चाहिँ परै बस्दै थियो दिउँसो पनि आएको थिएन नि त अब चाहिँ यतै बसौँ भनेर चाहिँ अन्त आएको फुलमा पानीहरू हालिराख्नु पऱ्यो सबै सुकेछ फुलहरू पनि हो माया लाग्दो भएछ अन्त यहाँनिर फुलमा पानी हालेर चाहिँ बुनु र म चाहिँ फुलमा पानी हालेर चाहिँ त्यो भित्रहरूमा अलिअलि सफा गरिराख्नु पऱ्यो घरमा होइन दाउराहरू यहाँ पन्साउँछ अलिअलि पन्साइराख्नु भनेर आएको है आजको भ्लग चाहिँ यसरी नै हुँदैछ है साथीहरू यहाँदेखि चाहिँ तलसम्म बढाल्नुपर्छ नि त यहाँदेखि तलसम्म आँगन मैला है त सानो छ आँगन चाहिँ घर पनि सानै छ मेरो चाहिँ आँगन मात्रै होइन घर पनि सानो छ तर मेरो मन चाहिँ ठुलो छ है नगर्नुहोस् त बुनु पानी भरियो छ नि फुलमै अब यो फुलमा पानी हाल्नुपर्छ छोडो गोबर लगाऊ अब छिटो गोबर लगाऊ यहाँनिर खोल्चाको छेउमा छ नि त घर होइन अन्त चाहिँ मैले त्यहाँ चाहिँ के रोपेको छु भन्दाखेरि चाहिँ थाहा हलिप त के रोपेको छु भन्दाखेरि चाहिँ नि यहाँ हेर्नु न सिमराई रोपेको उसले किल्ची पो रहेछ हौ कस्तो खालको मान्छे रहेछ हौ ढ्याप ढ्याप खुट्टाको डाम पो बनाइदिएछ यहाँ चाहिँ उम्रिँदै रहेछ होइन यहाँ पानी आउँदै जाँदै मर्दै गर्छ नि त कस्तो पापीहरू रहेछ हौ जम्मै टेकिदिएछ कस्तो नराम्रो मान्छे हौ कसले टेकिदियो अलिकति त्यहाँ अब एक बिटा ल्याएर ऊ माथिदेखि नै तलसम्म चाहिँ हरिदिनु पऱ्यो कस्तो दामी भ्युस देख्छ यो चाहिँ हो टिङ्कुले बुनु होइन पानी पनि हालिसक्यौँ दुईजनाले होइन अब मैले कहाँ चिप्लो बनाएँ बाँध्नु मात्रै खोज्छ बुनु त छ्या मसँग त मिल्दैन हौ यस्तो छ गाइसहरू आजको काम अब मेरो काम छ के छ भन्दाखेरि चाहिँ अब आजको त्यो दाउराहरू सबै तल कोट ला हौ त्यो दाउराहरू सबै कोटमा हाल्नुपर्ने छ कसरी हालौँ आज त हालिदिनु होला काटेर त्यो सबै उयो गरेर मात्रै हाल्नुपर्छ होला मिलाइराख्नु चाहिँ पर्छ म त सक्दिनँ भट्काउनु के डेटीलाई भन्नुहोस् आइज नानी डाँडा भयो
यस्तो दामी फुलेछ डेडीले कटिङ सारिदिनु भएको अरे कि हामी कोही नहुँदा पनि यसरी फुलिरहेको थियो आउँदाखेरि त माया लाग्यो देख्नुभयो तेरो फाइनली हामीले चाहिँ काम सकिसकेको छौँ फुपू भताइनीले अब चाहिँ हामी जाँदैछ घर अन्त घरमा गएर खाना बनाउने अनि खाने बुनिया बोक्नुहोस् त तपाईँ यो चाहिँ मेरो बाबीलाई लगिदिएको मेरो बडी लोसन थियो कि त्यो लगिदिनु पऱ्यो साह्रै सेतो सेतो भएको छ त्यही भएर लिनुहोस् पछाड्यो हामी चाहिँ लागेको तेर्सो बुनु त्यो खोल्नु हुँदैन चाहिँ घर पारी कस्तो दामी देख्छु गाइसहरू हामीले चाहिँ बनाउँदैछ यसको चाहिँ थुक्पा र यो चाहिँ सुप बनाउने आलुको चाहिँ होइन अन्त यहाँ बनाएको छु मैले आहा खसीको पचाउनेको थुक्पा होइन आज चाहिँ हामी चाहिँ खसीको पचाउनेको थुक्पा खाने भनेर चाहिँ बनाउँदैछौँ बुनुले चाहिँ नुन छरेर त्यत्तिकै थुक्पा के कम खाँदैछ भोक लाग्यो होला कि अन्त म र बुहारी चाहिँ खाना बनाउँदैछु होइन बुहारीले पकायो मैले सब्जीहरू पकाउँदैछु सुपवाला छ आगोमा हामी चाहिँ सबैभन्दा पहिला चाहिँ बाबीलाई दिने गर्छौँ है पाकिसकेपछि चाहिँ बुढाबुढी मान्छेलाई चाहिँ पहिला दिन्छौँ अन्त भात खानुहुन्छ कि भात खाने कि थुक्पा भनेको जे भए पनि देऊ भन्नुभयो अन्त भात पनि खोले खिचडीले वाक्कै भयो भनेर चाहिँ थुक्पै ल्याइदिन्छु ल मनपर्छ भनेको मनपर्छ ल्याइदेऊ न भन्नुभयो होइन अन्त चाहिँ म बाबीलाई पस्किदिँदैछु बाबीको लागि अलिकति त खानुहुन्छ ल मजाले तातो सुपसँग दिन्छु खाले खायो भने थपिदिउँ ल तर यो त बेसी हुन्छ होला है बाबीलाई त्यत्रो त अहिले खायो भने थपिदिउँ ल आजको डिनर चाहिँ हुँदैछ यहाँ चाहिँ खसीको कच्ची मर्चीसँग चाहिँ बाबीलाई त फेरि यो पनि बेसी चपाउनु सक्नु हुँदैन कम्ती दिनुपर्छ मासु मात्रै हो बाबीलाई त मासु नै हड्डी बेगर छ तल सुपको भाँडा टङ क्लिनर अब एकै खालको चाहिँ मम्मी चाहिँ आइपुग्नु भयो र यहाँ मिठाई बाँड्नु हुँदैछ अन्त उसले चाहिँ हामीलाई बुहारी र मलाई चाहिँ यो अरे दुईजनालाई चाहिँ त्यो अरे उसले चाहिँ म थुक्पा खाँदैन अरे अन्त भातै खायो अन्त यो बुनु खुसी भइरहेको छ मिठाई पाएर त्यो के हो चौरी निम अरे चिउरी निम म त चौरी पो भयो कुन खाने तिम्रो यो खाने कि यो ठुलो खाने यो सेमै त रहेछ नि होइन हौ तर यो त उसो नि त यो आटाको यो मैदाको आटाको खाऊ न आज खाना खाने टाइम भयो खोइ एक एकजना गर्दै खान्छ हरेस भयो मम्मीहरू आउनु भएको छैन थुक्पा खान्छ भने चाहिँ यसरी खानुपर्छ है हातले त्यो नि कम्ती सुपमा यसरी आज दिनभरिको भ्लग छ नि त साथीहरू हामी चाहिँ खाना खाने बेला भएको बेलुकाको है यो चाहिँ खसीको कच्ची मर्ची अब क्यामेरा हालिदिन्छु म पनि त आइसकेँ नदेखा अचम्मको मान्छेहरू छ यो घरमा बेला त एउटा थियो भने 10 यो चाहिँ भर्खर कम्ती यति भात खाएँ यो अन्त यो चाहिँ खसीको झाडन भन्छ हामी चाहिँ सक्ला त्यो लुगा हेर त नाच्मै कसको लुगा सुरुवालमाथि हापेन भन्छ उयो पानी हुँदैन पऱ्यो म त त्यसो भएन अलिकति म पनि खानु त्यो बन्द गरिदिनु उसले खानु कस्तो भएछ थुक्पा भात त खाइ भयो तर यो देखेर अमान भयो यस्तो जाडोमा त्यो पनि बाहिर पर धारामा यस्तो अमान छ के गर्नु पेला हुन्छ नि पेलादेखि थाल सबै ग्लास सब सोने का टाइम हो गया है सब सो गया है गुड नाइट भन्नु आजको भ्लग सक्यो हाम्रो गुड नाइट भनिदेऊ न निन्द्रा गुड नाइट भन्नु ल
भोलि त होस् अब लान्न नि म पर गुड नाइट भन्नु ल त छिटो 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 भिडियो बनाउनु दिनु नि कस्तो सुन्नेछ यत्रो कुन छैन ल आजको ब्लग चाहिँ यहाँसम्म हो गुड नाइट सबैजनालाई आज पनि फेरि आमा छोरीको सुताइलु छिटो आउनुहोस् मम्मी यस्तो जाडोमा एक्लै म त डर लाग्छ नि त मम्मीलाई साथी लिएर जान्छु ल नमानु हौ कि मानु नि ऊ बिचको चाहिँ मानु नि कस्तो चिसो गुड नाइट 3 खाप एउटा दुइटा 3टा ब्ल्याङ्केट ओर्दा पनि थर कामले म त ज्याकेटसँगै सुत्छु त यसरी म चाहिँ सक्दिनँ फेरि ज्याकेटसँग सुत्नु म त जाडोले नै सक्छु गुड नाइट भन्दैन गुड नाइट सुतेको गुड नाइट थ्याङ्क यू फर वाचिङ आजको भिडियो यति नै हामी आमा छोरी